आदरणीय श्रम संस्कृति पार्टीका संस्थापक हर्कराज राईज्यू संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ सुनसरी 1 बाट विजेता हुनुभएकोमा यहाँलाई हार्दिक शुभकामना तथा बधाई। पूर्वीय दर्शन साहित्य र विभिन्न अभियानहरू पूर्वबाट उठान भएर विश्वभरि पुग्छन्। त्यस्तै तपाईँले श्रम संस्कृतिको अभियान पार्टीका रूपमा उठान गरेर राष्ट्रिय राजनीतिमा प्रवेश गराउनु भएको छ। यसर्थ तपाईँको मतदाता हुनुको नाताले पनि यस अभियानप्रति समर्थन छ। श्रम गर्ने माटोमाथि मेहनतको पाखुरी बजाएर जनजनलाई उत्पादनसँग जोड्ने तपाईँको अभियान अब राष्ट्रिय अभियानको रूपमा अगाडि बढेको छ। कुरा गरेरै गएका 30 वर्ष खेर फालेका बाहरूको राजनीतिक वासनसँगै कुरा गरेर पेट पाल्ने कुरोटी युगको समाप्ति भएको छ र कर्मयुगको आरम्भ भएको छ। यति राम्रो अभियानलाई हाँक्ने तपाईँ अब मिजाजिलो र नम्र भएर आफूलाई प्रस्तुत गर्नुपर्छ। चुनावअघि तपाईँले बोलेका थुप्रै व्यवहार र कुराकानीहरूले मानिसहरूको मन दुखाएको छ। तपाईँको यो जित अब कम्प्लेन गर्न होइन, कम्प्लिट गर्नतर्फ अग्रसर हुनुपर्छ। तुष्ट भावका साथ र अहङ्कारको भाषा बोल्दा बढी आत्मरतिमा रमाउँदाको परिणाम के हुँदो रहेछ भन्ने कुरा पुराना दल र तिनका कथित प्रधानमन्त्रीको दाबी गर्नेहरूले लाई हेर्दा स्पष्ट हुन्छ। जनभावनाको कदर गरेर श्रम संस्कृतिको विकास गर्ने यो अभियान निरन्तर अगाडि बढ्नुपर्छ र बढिरहोस्। अझै सबल, सक्षम र सशक्त बनेर कर्म गर्ने संस्कारमा तपाईँ हामी बाँडिन सकौँ, हामी एकबद्ध भएर अगाडि बढ्न सकौँ। तपाईँ हामी सबैको जय होस्। मित्रहरू, यो सामग्री म मेरो व्यक्तिगत युट्युब च्यानल बोल्ने मान्छे आउट स्पोकन पर्सन मार्फतबाट पनि साझेदारी गर्दैछु। च्यानललाई यहाँहरूले सब्सक्राइब गरिदिनु होला। यहाँका सबै किसिमका प्रतिक्रियाहरूको प्रतीक्षामा रहनेछु म, अनि एउटा लाइक यहाँहरूले अवश्य गर्नुहुनेछ। यहाँहरू सबैको समय शुभ रहोस्। फेरि अर्को सामग्रीका साथ यहाँहरूसँग छिट्टै भेट हुनेछ। धन्यवाद। नमस्ते।